बाफ रे बाफ, कति धेरै सम्पत्ति प्रधानमन्त्री बालेनको अनि उनका मन्त्रीमण्डलका मन्त्रीहरूको भन्ने लागिरहेको छ होला होइन तपाईँहरूलाई? यदि लागिरहेको छ भने यो भिडियो तपाईँहरूको लागि, अन्त्यसम्म हेर्नुहोला। आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणपछि नेपालको राजनीतिक वृत्तमा ठूलो चर्चा सुरु भएको छ, जहाँ प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको बैंक ब्यालेन्स, सुनचाँदी, घरजग्गा, सेयर र ऋणसम्मको विस्तृत विवरण बाहिर आएको छ। र यो घटनाले राजनीतिक सेवा हो कि सम्पत्ति आर्जनको प्लेटफर्म भन्ने गम्भीर प्रश्न पुनः उठाएको छ। सार्वजनिक विवरण अनुसार प्रधानमन्त्री बालेन्द्र शाह बालेनको बैंक खातामा करिब 1 करोड 46 लाख रुपैयाँ नगद मौजात रहेको देखिएको छ, जसको स्रोत उनले फेसबुक, युट्युब, टिकटक जस्ता डिजिटल प्लेटफर्मबाट आएको आम्दानी बताएका छन्। साथै उनकी पत्नी सबिना काब्लेको नाममा करिब 190 तोला सुन गरगहना रहेको उल्लेख गरिएको छ। प्रधानमन्त्रीसँग काठमाडौँ 9 मा 5 जना जग्गा, धनुषामा 1.2 बिघा र महोत्तरीमा 9 बिघा पारिवारिक जग्गा रहेको पनि विवरणमा समेटिएको छ। र उनले सामाजिक सञ्जालमा 40 लाख फेसबुक फलोवर्स, 12 लाख युट्युब सब्सक्राइब र 5 लाख ट्विटर फलोवर्स भएको विवरण पनि उल्लेख गरेका छन्। यता अन्य मन्त्रीहरूको सम्पत्ति विवरण हेर्दा अर्थमन्त्री सोडिम वाग्लेसँग ललितपुरमा धुलीखेल र बन्दीपुरमा अपार्टमेन्ट तथा घर रहेको, 45 तोला सुन रहेको, करिब 1 करोड 90 लाख बचत रहेको र 3 करोड 55 लाख रुपैयाँ ऋण समेत रहेको देखिन्छ। परराष्ट्र मन्त्री शिशिर खनालसँग काठमाडौँमा एउटा घर र तनहुँ सहितका स्थानमा जग्गा रहेको, 22 तोला सुन, करिब 10 लाख बचत रहेको विवरण उल्लेख छ। जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठसँग काठमाडौँमा 2 वटा घर, 15 तोला सुन, 50 तोला चाँदी र करिब 66 लाख बचत रहेको उल्लेख गरिएको छ। गृहमन्त्री सुदन गुरुङसँग धनकुटा, चितवन र गोर्खामा जग्गा रहेको, 89 तोला सुन र 6 किलो चाँदी, करिब 60 लाख बचत र 4 करोड 30 लाख रुपैयाँ बराबरको सेयर रहेको देखिन्छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालसँग बुटौलमा एउटा घर, 30 तोला सुन, 50 तोला चाँदी र 90 लाख बचत रहेको विवरणमा उल्लेख छ। कानुन मन्त्री सोभिता गौतमसँग काठमाडौँमा एउटा घर, 15 तोला सुन, 9 तोला चाँदी र 1 तोला हिरा, करिब 10 लाख नगद र 7 लाख ऋण रहेको देखिन्छ। महिला तथा बालबालिका मन्त्री सीता बादीसँग काठमाडौँमा एउटा घर, 18 तोला सुन, 15 तोला चाँदी र करिब 15 लाख बचत रहेको उल्लेख छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलसँग काठमाडौँमा एउटा घडेरी, 25 तोला सुन, करिब 24 लाख बचत र 20 लाख ऋण रहेको विवरण सार्वजनिक गरिएको छ। स्वास्थ्य तथा खानेपानी मन्त्री निशा मेहतासँग काठमाडौँमा एउटा घडेरी, 30 तोला सुन, 50 तोला चाँदी र करिब 17 लाख बचत रहेको उल्लेख गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग काठमाडौँमा 4 र 5 करोड रुपैयाँ मूल्यका 2 वटा घर, काठमाडौँका उपत्यका र मोरङका 5 स्थानमा करिब 11 करोड रुपैयाँ बराबरको जग्गा, 25 तोला सुन, 100 तोला चाँदी, करिब 4 लाख बचत, 1 करोड 75 लाख रुपैयाँ बराबरको सेयर र 75 लाख ऋण रहेको विवरणमा उल्लेख छ। सांस्कृतिक पर्यटन मन्त्री खड्गराज पौडेलसँग पोखरामा 2 करोड 60 लाख रुपैयाँमा खरिद गरेको घर, 11 तोला सुन, 5 तोला चाँदी, 20 लाख बचत, 17,000 किता सेयर र 1 करोड 30 लाख ऋण रहेको देखिन्छ। सूचना तथा सञ्चार प्रविधि मन्त्री विक्रम तिमेसेनासँग काठमाडौँमा घर र घडेरी, 4 तोला सुन, 10 तोला चाँदी, 10 लाख बचत र करिब 50 लाख ऋण लगानी रहेको उल्लेख छ। कृषि तथा वन मन्त्री गीता चौधरीसँग 5 तोला सुन, 100 तोला चाँदी, 1,25,000 बचत र 2,50,000 सेयर रहेको विवरण छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवसँग काठमाडौँमा घर र 3 स्थानमा जग्गा, 180 तोला सुन र 2 किलो चाँदी, 2 सेट हिरा, 10 लाख बचत, 1 करोड 61 लाख ऋण र 3 करोड 38 लाख रुपैयाँ बराबरको सेयर रहेको देखिन्छ भने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवसँग 80 तोला सुन, 150 तोला चाँदी र करिब 70 लाख नगद रहेको विवरण सार्वजनिक गरिएको छ। यसरी अधिकांश मन्त्रीहरूले आफ्नो सम्पत्तिको स्रोतका रूपमा व्यवसाय, रोजगारी, पैतृक सम्पत्ति र स्व आर्जन उल्लेख गरेका छन् र समग्र विवरण हेर्दा केही मन्त्रीहरू करोडौँको सम्पत्ति, घर, जग्गा, सुन, चाँदी र सेयर सहित अत्याधुनिक धनी देखिन्छन् भने केही मन्त्रीहरू ऋणमा समेत रहेका छन्। यही सूचीलाई आधार मान्दा उद्योग मन्त्री गौरी कुमारी यादव, शिक्षा मन्त्री सस्मित पोखरेल र गृह मन्त्री सुदन गुरुङ सबैभन्दा बढी सम्पत्ति भएका मध्ये अग्रस्थानमा देखिरहेका छन्। तर अर्थमन्त्री सोडिम वाग्ले लगायत केही मन्त्रीहरू ऋणको भारसहित पनि देखिन्छन्। अब यस सम्पूर्ण विवरणले देशमा ठूलो बहस जन्माएको छ कि मन्त्री बन्नु अघि र मन्त्री बनेपछि सम्पत्तिमा कस्तो परिवर्तन आउँछ। के यो केवल पारदर्शिताको अभ्यास हो वा राजनीतिक संरचनाभित्रको वास्तविक आर्थिक शक्ति प्रदर्शन हो भन्ने प्रश्न जनतामाझ गहिरो रूपमा उठिरहेको छ।
र अन्ततः सबैभन्दा ठुलो प्रश्न यही रहन्छ कि सार्वजनिक पदमा बसेका यी व्यक्तिहरूको सम्पत्ति समयसँगै बढ्छ कि घट्छ र त्यसको वास्तविक कारण के हो भन्ने कुरा भविष्यले देखाउनेछ। अब सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि के यो सबै वैध आर्जन हो या कहीँ न कहीँ शङ्का गर्नुपर्ने अवस्था पनि छ भन्ने बहस चर्किँदै गएको छ। र अन्त्यमा यही प्रश्न बाँकी रहन्छ कि पारदर्शिता समृद्धि नै वास्तविक इमानदारी हो कि होइन भन्ने कुरा नेपाली समाजले अब गहिरो रूपमा सोच्नुपर्ने समय आएको छ। नेपालको इतिहासमा नेपाल सरकारका मन्त्रीहरूले स्रोतसहित वास्तविक सम्पत्ति विवरण सार्वजनिक गरेको यो पहिलो घटना हो। विगतदेखि चल्दै आएका झुटा सम्पत्ति विवरण बुझाउने प्रवृत्तिको अन्त्य भएकै हो भन्ने मलाई लाग्छ। तपाईँहरूलाई के लाग्छ आफ्नो विचार कमेन्टमा लेख्नु होला। र अर्को कुरा, सम्पत्ति हुनु वा कमाउनु अपराध होइन, त्यो सम्पत्ति कसरी कमाइ भयो महत्त्वपूर्ण कुरा हो। यदि त्यसको स्रोत पुष्टि हुँदैन वा कसैले नराम्रो गरेर कमाइएको हो भने मात्र त्यो अपराध हो। अहिलेको लागि भन्ने हो भने यो पारदर्शिता हो जुन हामीले खोजिरहेका थियौँ। हस्त नमस्ते।